नमस्ते, म भरत दाहाल। मैले आज यो भिडियोमा यहाँहरूलाई यस्तो फिल्मी कथा जस्तो लाग्ने बडो अनौठो एउटा विवरण सुनाउन गइरहेको छु, जो फिल्मी कथा मात्रै होइन, सायद तपाईँ हामी जस्ता सोझा साझा र एकहोरो ढङ्गले बुझ्ने, कसैलाई एकहोरो ढङ्गले विश्वास गर्ने नेपालीहरूको निम्ति यो दन्त्य कथा लाग्न सक्छ। एकादेशको कथा भनेर हामीले बालबच्चा हुँदा सुन्ने जुन कथाहरू छन्, त्यो भन्दा यो कथा भिन्न छैन। तर यो यथार्थ हो, यो कथा होइन, यो सत्य घटना हो। घटना मैले सुनाइरहेको छु यहाँहरूलाई भदौ 23-24 गते र त्यसपछि देशमा जे भयो त्यसका बारेमा प्रत्यक्षदर्शी, आँखाले देख्ने, ड्युटीमा रहेको बेला भोग्ने र कैयौं यातना बेहोर्ने प्रहरी कर्मचारीहरूको यो विवरण हो, जसले भर्खरै सुशीला कार्कीको जो न्यायिक छानबिन आयोग बनेको छ, गौरीबहादुर कार्कीको नेतृत्वमा, त्यो आयोग समक्ष छानबिन र कारबाहीको निम्ति माग गरेर एउटा मुद्दा दर्ता गरेको छ। र यो मुद्दा केही अनलाइन मिडियाहरूमा आइसकेको छ। यो मैले पहिलोपटक उठाएको होइन, तर राष्ट्रिय मूलधार नाम गरेका अपराधी माफिया मिडियाहरूले सबैले यसलाई दिएका छैनन्। एकादमा त्यो आएको छ र सामान्य व्यक्तिगत रूपमा चलाइने केही अनलाइनहरूमा यो आएको छ। प्रिन्ट मिडियामा यो कहीँ पनि देखिँदैन। यो असोज 29 गते दर्ता गरिएको मुद्दा हो, अथवा एउटा उजुरी हो छानबिन आयोग समक्ष। उच्चस्तरीय जाँचबुझ आयोग भनेर नाम जो दिएको छ, र यो मुद्दा बेनामे छ, अथवा कसैको पनि नाम छैन। पीडित प्रहरी कर्मचारीको नामबाट दिएको छ, किनभने यसबाट प्रश्न देखिन्छ पीडितहरू कति भयभीत छन्, कति आतंकित छन्। उनले जे देखे, जे भोगे, आफूभन्दा माथिका हाकिमहरूको एउटा डरलाग्दो अनुहार जुन अनुभव गरे, यसबाट उनीहरू डराउनु स्वाभाविक छ। जस्तो दरबार हत्याकाण्डपछि हो, धेरै मान्छेहरू आतंकित भए त्यो घटनापछि। अहिले त्यो आतंक देखिन्छ र अधिकार अनुसार, व्यवस्था अनुसार नै उनीहरूले बेनामे उजुरी दिएका छन्। यो उसरी उजुरी दिन पाइन्छ। कसैले आफ्नो नाम राख्न चाहेन भने पनि उजुरी हाल्न पाइन्छ भन्ने एउटा प्रावधान अनुसार यो उजुरी दर्ता गरिएको छ। एकजना व्यक्तिको हस्ताक्षर देखिन्छ। अब यो डरको भावना यसले इंगित गरिरहेको छ। अब यहाँ धेरै मान्छेहरू तपाईँ हामीले देखिरहेका छौं। यो 23 गतेपछि देशमा जे भयो वा जे भइरहेको छ, यो जेनजी भन्ने पुस्ताले गर्यो भन्ने बकवास गर्नेहरू यहाँ धेरै छन्। अमेरिकन साम्राज्यवादले जेनजीको एउटा ब्यानर खडा गरिदियो र त्यो ब्यानर तयार भएर त्यसभित्रको खेल सम्पूर्ण पूरा भएपछि, तयारी पूरा भएपछि, सामाजिक सञ्जालमा ओलीको गिरोहले प्रतिबन्ध लगाएको मुद्दालाई निहु बनाएर केही निर्दोष युवाहरूलाई सडकसम्म तान्ने एउटा कुटिल चाल चलियो। त्यो चाल अन्तर्गत केही युवा बाहिर आए। उनका आफ्ना भावना र माग स्वाभाविक थिए, जायज पनि थिए। उनीहरूले यो चक्रव्यूह बुझेनन्, बुझ्ने कुरै थिएनन्। म जो सुनाउँछु तपाईहरूले सुन्नुभएपछि तपाईहरूलाई पनि लाग्छ कसरी बुझोस्, यस्तो चाहिँ चक्रव्यूह, यस्तो आपराधिक घटना, यत्रो षड्यन्त्र मान्छेले कसरी बुझ्छ। अनि उनलाई सडकमा तानियो 23 गते र भकाभक 19 जनालाई एक चिहान बनाइयो। त्यसपछि सुरु भयो पर्दा पछाडि तयार भएको खेल। म त्यसको विवरण मात्रै, पत्रमा जे लेखिएको छ मुद्दामा, म सम्पूर्ण वाचन गर्न अहिले सक्दिनँ किन धेरै लामो हुन्छ। म त्यसका मुख्य अंशहरू को संलग्न थिए त्यसमा र पीडितहरूले कसलाई कसलाई चाहिँ किटानीका साथ आरोप लगाएका छन्, म त्यहाँ मात्रै जान चाहन्छु। र त्योभन्दा अगाडि उनीहरूले ड्युटीमा रहेर जिम्मेदारी निर्वाह नगरेका सबैको नाम लिएका छन्। तर ड्युटीमा रहेका जति पनि मानिस थिए, चाहे सेना, चाहे प्रहरी, चाहे कर्मचारी, ती सबै दोषी हुन्, दोषी छन् भन्न चाहिँ हुँदैन। र किटान गर्नेहरूले पनि त्यो भनेका छैनन्। तर उनले के भनेका छन्, ड्युटीमा रहेका जति पनि थिए यिनी सबैलाई छानबिन गर्ने हो, बयान लिने हो भने घटना सबै दुरुस्तै बाहिर आउँछ, अपराधी पनि पत्ता लाग्छ र ड्युटीमा रहेर पनि जो निर्दोष छ
त्यो पनि पत्ता लाग्छ। नाम ड्युटीमा रहेका सबैको लिएका छन्, तर सबै यिनी अपराधी हुन् भन्ने उनको दाबी रहेको छैन। त्यसकारणले मेरो पनि त्यो दाबी होइन। जतिको नाम आएको छ, जो किटानी आएका नाम त तिनी दोषी त भए नै, तर ड्युटीमा रहेको नाममा जतिको नाम आएको छ ती सबै दोषी छन्, यो षड्यन्त्रका मतियार हुन् भन्ने मेरो भनाइ पनि छैन। म विवरण पहिले तपाईको सुनाउँछु बुदागत रूपमा। जस्तो पहिलो कुरा, भदौ 23 र 24 गते भएका घटनाहरूको त्यस दिनका फिल्ड कमान्डरहरू, यिनको भनाइ छ उजुरीकर्ताको, काठमाडौँ परिसरका अपरेसन कमान्डर डीएसपी सुन्दर तिवारी, किलो 2 कल साइनका एसपी अपिल राज बोहरा, काठमाडौँको सुरक्षा जिम्मेवारी बोकेका किलो 1 कल साइनका एसएसपी विश्व अधिकारी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट अपरेसन कमान्डरको जिम्मा लिएका एसएसपी दीप शमशेर जबरा, नेपाल प्रहरीबाट काठमाडौँ उपत्यकाको कमान्ड गर्दै आएका तत्कालीन निमित्त कमान्डर ओम बहादुर राणा, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्रका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख होतराज थापा, तत्कालीन काठमाडौँका सिडिओ छविलाल रिजाल, तत्कालीन गृह सचिव गोकर्णमणि दवाडी, मुख्य सचिव एकनारायण अर्याल, तत्कालीन गृहमन्त्री रमेश लेखक, केपी ओली लगायत भदौ 14 गते उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी दिएर एआईजीपी दिएका एआईजी दान बहादुर कार्की समेतलाई जिम्मेवार ठहराइनुपर्छ। निर्दोष होलान् वा कोही नहोलान्, यिनलाई जिम्मेवार ठहराइनुपर्छ, किन यिनी सबै ड्युटीमा थिए, आफ्नो आफ्नो कार्यक्षेत्रमा थिए, यिनी सबैमाथि चाहिँ बयान लिनुपर्छ, पहिलो दाबी। दोस्रो, 24 गते बिहान 11 बजे संसद भवनभित्र आक्रमण हुँदा, सुन्नुस् है, त्यस क्षेत्र वरिपरि खटाइएको सुरक्षाकर्मीहरूले कुनै प्रतिक्रिया नदिई आगजनी गर्न दिएको थियो। त्यस क्षेत्र वरिपरि बिहानै 7 बजेदेखि नै प्रहरी र सेनाको बाक्लो उपस्थिति थियो, परिचालन गरिएको थियो, तर संसद भवनभित्र हमला गर्दा कुनै प्रतिक्रिया कसैले देखाएन, हमला गर्न दिएको थियो। अर्को बुदा छ, भाइत्र 23 गतेदेखि लगाइएको कर्फ्यू आदेशमा सेना परिचालन नगरिनुका पछाडि सेनाको भूमिका शंकास्पद देखिएको छ। कर्फ्यू लाग्यो तर सेना परिचालन भएन। अर्को, देशमाथिको जघन्य हमला सफल हुनुका पछाडि केपी ओली र प्रधान सेनापतिको व्यक्तिगत लडाईँले काम गरेको स्पष्ट रूपमा देखिन्छ भन्ने यिनीहरूको दाबी छ। यो दाबी के को आधारमा देखिन्छ भन्छ भने आशय केपी ओलीको हट जो राजीनामा प्रकरण आयो अथवा चाहिँ तपाईको त्यो जेन्जीहरूको प्रदर्शन छ भने प्रचार हुँदाहुँदै त्यसको समाधानको निम्ति जुन पहलै गरिएन, केपी ओलीको हट र तलाई देखाइदिन्छु लौ हेर भनेर प्रधान सेनापतिले त्यो उत्पात सबै हेरेको, यो आशयमा उनीहरूले यो बुदा हालेका छन्। दुई जनाको व्यक्तिगत झगडा भनेका छन्। त्यो व्यक्तिगत भनेको त कुनै लेनदेनको झगडा होइन, एकले अर्कालाई देखाइदिने नाममा यो चीजलाई प्रोत्साहन गरेको आरोप उजुरीकर्ताहरूको छ। आगजनी र लुटपाटमा सबैभन्दा बढी कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका र त्यसपछि माओवादी राप्रपा दुर्गा प्रसाईका कार्यकर्ताहरू रहेको यिनीहरूले स्पष्ट रूपमा किटान गरेका छन्, जो आफूले देखे वा भोगे। भाद्र 24 गते प्रहरी प्रमुख चन्द्रकुमार खापुङ प्रहरी प्रधान कार्यालयमा नभएको, 24 गते जुन दिन सबभन्दा ठूलो उत्पात भयो त्यो दिन चन्द्र कुबेर खापुङ प्रहरी प्रधान कार्यालयमा छैनन्। काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाको जिम्मा लिएका एआईजी दानबहादुर कार्की आन्दोलनकारी नआउँदै आफ्नो जिम्मेवारी रहेको रानी पोखरीको कार्यालयबाट उनी हिँडिसकेका थिए। आन्दोलनकारी त्यहाँ रत्नबागमा नआउँदै उनी हिँडिसकेका थिए। उनी कार्यालयमा नआई सैनिक मुख्यालयमा गएर बसेको, हेर्नुस् कति संगीन कुरा छ। उनी सुधै सेनाको हेडक्वार्टरमा गए, उतैतिर बसे, उतैतिरबाट आदेश दिए, जो आदेश पछाडि उनीहरूको दाबी मैले सुनाउँछु। उनी कार्यालय नाई सैन्य मुख्यालयमा गएर बसे। उनले सैन्य मुख्यालय भित्र बसेर
पक्राउ परेका अपराधीहरूलाई रिहा गर्न लगाई प्रहरीलाई आत्मसमर्पण गर्न आदेश दिएका थिए सैनिक हेडक्वार्टरबाट। यो उजुरीकर्ताहरूको दाबी छ। यसले के देखाउँछ? सैनिक हेडक्वार्टरमा बसेर पक्राउ पुलिसले गर्दैछ त्यसलाई छोड भन्ने र चाहिँ त्यो आफू गएर सैनिक हेडक्वार्टरमा बस्ने, सैनिक हेडक्वार्टर्सले उसलाई चाहिँ त्यहाँ बसाल्ने। के संकेत गर्छ? यो दाबीले के संकेत गरिरहेको छ त्यो सबै नेपालीले आफै बुझ्नुस् यहाँ को मिलेका छन् भन्ने कुरा। उनीको भूमिकाका कारण प्रहरीका लामो दूरीका इन्सास राइफल, एसएमजी, एसएलआर, टीएनटी, छोटो दूरीका पिस्तोल, रिभल्भर, ग्यास गन, आसबाब लगायत 1500 थान लुटेराहरूको हातमा गएको 24 गते काठमाडौँबाट मात्रै कुरा गर्दैछु। यिनले यो सबै विवरण ल्याएका छैनन् र मैले एक सूचनाबाट पाएको जानकारी अनुसार 12,000 राइफल, सबै खालका राइफल मिलाएर 12,000 राइफल लुटिएका छन्, तर बाहिर सार्वजनिक गरिएको विवरणमा 1300 मात्रै भनिएको छ। यिनको यो दाबीले त्यही रानी पोखरी नजिक वरिपरिबाट 1500 थान यत्रो हतियार लुटेको र पीडितहरूले भन्छन् ती मध्ये सबभन्दा बढी अधिकांश हतियार रानी पोखरीको प्रहरी कार्यालयबाटै लुटिएका छन्, जहाँको हाकिम सैनिक मुख्यालयमा गएर बसेको छ आफ्नो फिल्ड छोडेर। मातहतका दर्जाका प्रहरीहरूलाई थुनुवा छोड्न र हतियार सुम्पन आदेश दानबहादुर कार्कीबाट दिइएको थियो, जो सैनिक मुख्यालयमा उनी गएर बसेका थिए। यिनी रानी पोखरीको अफिस हेर्थे, जो तपाईहरुले रत्न पार्कमा देखिन्छ। त्यहाँ भित्रबाट पक्राउ परेका मान्छेहरू छोड र हतियार सुम्पिदेऊ, छोड्देऊ, हैन तिम्रो बाँच, हतियार छोड्देऊ, उनले भित्रबाट आदेश दिइरहेका थिए। सबैभन्दा बढी हतियार दानबहादुरको कार्यालय रानी पोखरीबाट नै लुटिएका छन्, यो जारी गर्नेहरूले किटानिसाद गरेका छन्। अर्को, सर्वोच्च अदालतमा हमला भएपछि प्रहरी पठाउन अनुरोध गरिएको थियो अदालतबाट, तर प्रहरी गएन। परि हाकिमहरूले प्रहरी त्यहाँ पठाएन। अनि मुद्दा दर्ता गर्नेवालाले भन्छन् देशको आगामी प्रधानमन्त्री रवि लामिछाने र नेपाल प्रहरी प्रमुख आफू हुने भन्दै दानबहादुर कार्कीले, जो प्रधान कार्यालय सेनाको कार्यालयमा गएर बसेका छन्, यिनले अब देशको प्रधानमन्त्री रवि लामिछाने हुन्छ र प्रहरी आइजिपी म हुँदैछु भन्दै काठमाडौँ प्रजी र गृह सचिवलाई रविलाई छोड्न भनेर पत्र लेख्न लगाएको। पत्र यसले लेख्न लगाएको भन्ने चाहिँ पीडितहरूको दाबी छ। रासोपाका कार्यवाहक अध्यक्ष डीपी अर्याललाई पटक पटक फोन गरी दानबहादुर कार्कीले गृह सचिवलाई फोन गर्न दबाब दिएको। तपाई गृह सचिवलाई फोन गर्नुहोस् भनेर डीपी अर्याललाई पटक पटक फोन गरेर दबाब दिएको। गृह सचिव दवाडी र दानबहादुर कार्की बीच यस विषयमा बारम्बार कुरा भएको। डीपी अर्याल र मुख्य सचिव एक नारायण अर्यालका बीचमा रवि लामिछानेलाई निकाल्न सहमति भएको। डीपी अर्याल, दानबहादुर कार्की, गोकर्णमणि दुवाडी र रवि पत्नी निकिता पौडेल बीच पनि रविलाई निकाल्ने बारेमा कुराकानी भएको र सबै सहमतिपछि डीपी अर्यालले ललितपुर प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नक्खु कारागार प्रमुखलाई फोन गरेको। यिनी सबैको बीचमा कुराकानी भइसकेपछि रासोपा नेता मनिष झाले आगलागीको नेतृत्व गरी रविलाई छुटाउन कारागार पुगेको कुरा भिडियो फुटेजमा आइसकेको छ। त्यसले पनि प्रश्न पार्छ भन्ने पनि यिनीहरूले दाबी गरेका छन्। जेलबाट निस्कदा रवि चढेको 2282 नम्बरको गाडी गायक रामकृष्ण ढकालका नाममा दर्ता रहेको। अर्को विवरण सुन्नुहोस्। संसद भवनमा आक्रमण हुँदा डीएसपी एलिजा गिरीले सञ्चार सेटमा, सुन्नुहोस् है यो गम्भीर कुरा छ, पुलिस मार्यो, हामीलाई मार्न आट्यो भने एलिजा माने डीएसपी एलिजा गिरीले, सायद यो बानेश्वरबाट उनले भने उनले गुहार माग्दै गर्दा काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीले गोली चलाउने आदेश दिए। यहाँबाट विश्व अधिकारीले आदेश दिए। उनले पटक पटक गरी 6 पटक गोली चलाउने आदेश दिए, तर फिल्डमा खटिएका टोली कमान्डरले
गोली चलाएनन्। आदेश गइरहेको छ विश्व अधिकारीबाट, तर फिल्डमा रहेको कमान्डरले गोली चलाउँदैन। गोली नचलाएपछि एसएसपी अधिकारीले जसले आदेश दियो उनले आक्रोशित हुँदै सञ्चार सेटमा भनेका थिए, मैले 6 पटक भनिसके तुरुन्तै गोली चलाऊ, गोली नचलाए फिल्ड मार्शललाई कारबाही गर्छु। विश्व अधिकारीले चेतावनी दिइरहेका थिए तर गोली चलेन। अधिकारीको आदेश लगत्तै उपत्यका कार्यालय रानी पोखरीबाट अपरेसनको कमान्ड गरिरहेका एसएसपी दीप शमशेर जबरा, यहाँको मुख्य मान्छे कार्की सैनिक मुख्यालय गएर बस्यो र अपरेसन कमान्ड गरिरहेको एसएसपी दीप शमशेर जबरा कराएर वाकी टाकीमा भन्न थाले, तत्काल गोली नचलाऊ, संसद भवनभित्र मान्छे छिर्न नदेऊ मात्रै भनिरहेका छन्, तर गोली एउटाले चलाउने आदेश दिइरहेको छ, अर्काले नचलाऊ भन्ने आदेश दिइरहेको छ। पटक पटकको दबावपछि फिल्डमा रहेको प्रहरी उग्र रूपमा दमनमा उत्रियो। त्यसपछि अराजकता मचियो पुलिसभित्र पनि। अब के गर्ने के नगर्ने हैन, दुई थरी आदेश आइरहेको छ। अनि त्यसपछि हमला अति भएपछि अनि पुलिस चाहिँ तपाईको उग्र दमनमा उत्रियो र त्यो हत्याकाण्डको घटना भयो भन्ने पीडितहरूको दाबी छ। अब यो विवरण सुन्नुस्। यहाँ चाहिँ पुलिसका मुख्य हाकिम सबै यहाँ मिलेको देखिन्छ र सेनाको पनि मिलीभगत देखिन्छ, किन त्यो कार्की भन्ने व्यक्ति सेनाको मुख्यालय बसेर पक्रेका मान्छे छोड, हतियार छोड्देऊ, बुझाइदियो भन्ने आदेश दिइरहेको छ। म अब आइजिपी हुँदैछु भनेर चाहिँ त्यहाँ फोनमा जो संवाद मैले भने रविलाई छुटाउने क्रममा यिनी घटनाहरूले के संकेत गर्छन्? यो जेन्जीको आन्दोलन थियो यो। अब केही प्रश्नतिर जाउँ हामी। यो विवरण सुनिसकेपछि प्रश्नतिर जाउँ। प्रत्यक्षदर्शी र भोगेकाहरूको यो उजुरीले 23 देखिका घटनाहरू जेन्जीका स्वतस्फूर्त घटना होइनन् भन्ने प्रश्न पार्छ। पहिलो कुरा, यति ठुलो तयारी भएको छ। मैले भने त्यो देशव्यापी भएको छ, किन जेन्जीको जो अपिल हो त्यो काठमाडौँ केन्द्रित हो, हामीले बुझ्नुपर्ने कुरा। तर देशव्यापी रूपमा हमला भएको छ, एउटा कुरा बुझ्नुपर्ने। दोस्रो कुरा, जेन्जीहरूको माग एउटा थियो, ऊ सरकार विरुद्ध केन्द्रित थियो, ओलीको सरकार विरुद्ध। तर हमला पुरै सरकारी कार्यालय, अदालत, संसद भवन सबै माथि भएको छ। सिंहदरबार जो तपाईले देख्नुभयो सबै माथि भएको छ। र अर्को यो जो विवरण यो पीडितहरूले जो दाबी गरेर मुद्दा हालेका छन्, यसले के देखाउँछ? यिनी सबै घटनाहरू 23 गते पछि उत्पन्न भएका घटना होइनन्, घटेका घटना होइनन्। यसको लामो तयारी छ। यहाँ तक को प्रधानमन्त्री गर्ने, को गृहमन्त्री गर्ने, के गर्ने हैन, हतियार समर्पण कसरी गराउने, सारा चीजहरू पहिले योजना बनेका छन् र त्यही अनुसार चाहिँ काम गरिएको देखिन्छ। दोस्रो, अब गोली चलाउने र नचलाउने जो दुई थरी आदेश रोक्ने, यो के को संकेत हो? एउटाले आदेश दिन्छ, अर्काले रोक्छ। यसैबाट बुझिन्छ त्यो घटना घटाउनको निम्ति मान्छे पहिले किनेका छन् त्यहाँ, अथवा घटना घटाउन दिनको निम्ति वातावरण बनाउन मान्छे पहिले नै किनेका छन्। सबै चाहिँ तपाईको योजनामा सबै गरिएको छ। र भद्रकालीले यस्ता प्रहरी अधिकारीलाई त्यहाँ आश्रय भनौं त्यो किन दियो, यो बडो रहस्यमय छ। र उसले त्यही भित्रबाट त्यो उद्दण्डतालाई प्रोत्साहन दिने चाहिँ आदेश दिइरहेको कुरा पीडितहरूले उल्लेख गरेका छन्। अर्को, रवि रिहाई प्रकरणसँग जोडिएका यावत कुराकानीहरूले घटनाहरूलाई पूर्ण तयारीका साथ घटाइएको देखिन्छ। सबैभन्दा शंकास्पद भूमिका खेल्ने दानबहादुर कार्की जो सैनिक मुख्यालयमा बसेका थिए, उनी सैनिक मुख्यालयमा बस्नु एउटा अर्को रहस्यको गाँठो मैले यहाँलाई देखाउन खोजेको। उनी सैनिक मुख्यालय गएर बस्नु र त्यही व्यक्तिले अब म आइजिपी हुँदैछु भन्नु, रवि लामिछाने प्रधानमन्त्री म आइजिपी हुँदैछु भन्नु। अनि केपी ओलीको सरकार ढलेपछि जो सरकार बनाउने अर्को प्रक्रिया सुरु भयो। वार्ताको निम्ति भनेर सेनाले जो कथित जेन्जीका ग्याङहरू त्यहाँ बोलायो, त्यहाँ सेनाले भनेको एउटा कुरा मिडियामा आएको थियो। सेनाले भनेको थियो रासोपा, घण्टी पार्टी र दुर्गा प्रसाईको चाहिँ समूह यसका स्टेक होल्डर हुन्, साझेदार हुन्, उनीहरूसँग पनि वार्ता गर भनेर त्यहाँ जेन्जी समूहलाई भनेको कुरा समाचारमा आएका थिए। तर केही जेन्जी समूहले नमानेर त्यो बैठक छोडेर हिँडेका समाचार पनि आएका थिए। माने सेनाले यो जो कुरो बोल्यो यसबाट के संकेत दिन्छ भन्छ भने, एउटा त म आइजिपी बन्छु भन्ने पुलिस सेनाको हेडक्वार्टरमा गएर बसेको छ यो दाबी अनुसार।
दोस्रो चाहिँ सेनाले दुर्गा प्रसाई र घण्टी पार्टी यसका स्टेक होल्डर हुन्, उनीसँग पनि वार्ता गर। त्यो भनेको के? अलि गहिरिएर यसको अर्थ लगाउनुहोस्। किनभने पनि त्यो आन्दोलनको आह्वान, कथित आन्दोलनको आह्वान त घण्टी पार्टी वा दुर्गा प्रसादको अभियानकोले त गरेको त थिएन। यद्यपि ती युवाहरू जो खास जेन्जीको नामबाट जो पहल सुरु गरेका थिए, उनीहरू भेट्न दुर्गापानी कहाँ पनि गएका समाचार आएका थिए। त्यहाँ चाहिँ दुर्गासँग सहमति भएन भने उनीहरू फर्केका पनि थिए। यिनीहरूले जो युवाहरू बाहेक बाँकीले आन्दोलनको आह्वान गरेका पनि थिएनन्, हामी संलग्न हुन्छौँ भनेका पनि थिएनन्। तर सेनाले उनीहरू स्टेक होल्डर हुन् भन्ने आधार के आधार बनायो? के स्टेक होल्डर भनेको त त्यो आन्दोलन जो ओलीको सरकार ढाल्यो, अथवा सारमा भन्नुपर्दा देशभरि जो आग लागेर लुटपाट भयो, त्यसमा दुर्गा प्रसादको समूह र चाहिँ तपाईँको घण्टीको समूह सामेल छ भन्ने कुरा देखाउँछ स्टेक होल्डर भनेको। त्यो सेनाले कसरी थाहा पायो भने यसबाट के देखिन्छ भन्छ भने सेनाको पहुँचमा रहेका, पकडमा रहेका घण्टी पार्टी, माओवादीको नाम पनि छ यहाँ, अथवा चाहिँ तपाईँको दुर्गा प्रसाईको समूह जो जति छन् उनको कन्ट्याक्ट सबै मान्छे परिचालन गरिएको थियो र उनीहरू स्टेक होल्डर हुन् भन्ने सेनाको भनाइले त्यो परिचालन सेनाले नै गरेको थियो र उसलाई सबै थाहा थियो भन्ने कुरा प्रष्ट हुन्छ। होइन भने उनीहरू स्टेक होल्डर हुन् भन्ने यो भाषा प्रयोग गरिँदैन थियो, किन उनीहरू स्टेक होल्डर होइनन् पनि। आगजनी र लुटपाट बाहेक नत्र त्यो आन्दोलनको जो औपचारिक आह्वान थियो त्यसका स्टेक होल्डर घण्टी पार्टी र दुर्गा प्रसाई होइनन्। तर सेनाले भन्यो। यो एकदमै रहस्यमय चाहिँ कुरा देखिन्छ। अब त्यसपछि अब यो जो घटनाको एउटा विरोधाभासी चरित्र यहाँ के अल्मल्याउनु खोजेको देखिन्छ भन्छ भने जस्तो रविसँग जोडिएका जति प्रकरण आए, मलाई लाग्छ यिनी सबै तयारी योजना त बने, तर यिनी मान्छेलाई अल्मल्याउनुको निम्ति बुनिएका तानाबाना हुन्। जस्तो अहिले सुशीलाको सरकार बनेपछि सरकारलाई जसरी लानु खोजिएको छ, यी पछिल्लो पटक तिब्बती शरणार्थीहरू मन्त्री बनाइदै छन् भन्ने कुरा मिडियामा आइरहेको छ, हामी त्यसमा छुट्टै जाउँला। यो सबै हेर्दाखेरि रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने वा अरू केही गर्ने हिसाबले यो घटना घटेको थिएन। यो भ्रम सिर्जना गर्नको निम्ति रविसँग जोडेर उनका मान्छे समेत परिचालन गरेर पुलिसको एउटा चाहिँ तपाईँको सर्कल जोडेर एउटा कथा यता बनाइयो ताकि मान्छे चाहिँ दिग्भ्रमित होत नबुझोस्। होइन यो के हुन आँटेको छ। जस्तो पृष्ठ पछाडि यिनी घटनाहरूले देखाउँछ। जस्तो यो जो दाबी देखिन्छ, यो पीडितहरूको जो दाबी देखिन्छ, यो दाबीमा एनजिओ आइएनजिओको गन्ध कहीँ पनि छैन। यो तयारीको क्रममा, त्यो लुटपाट र आगजनीको तयारीको क्रममा यो पाटो पुरै लुकाइएको छ। एनजिओ आइएनजिओ अथवा त्यसको नामबाट जति पनि मान्छेहरूको अनुहार अहिले हामी देखिरहेका छौँ, यी पात्रहरू सबै पर्दा पछाडि छन्, लुकाइएको छ। तर अब यो सबै तयारीको नाममा त्यो आगजनी, लुटपाट अथवा त्यो सेरोफेरोभित्र सत्तामा राज्यका निकायमा जो बसेका थिए उनीहरू घण्टी, राप्रपा, माओवादी, दुर्गा वरिपरि घुमाइएका छन्। सायद वास्तविक खेल नबुझुन् भनेर यो ढङ्गको खेल खेलिएको हुन सक्छ। खेल खेल्ने जस्तो रविलाई एउटा खेलबाट उनले छुटाए पनि यहाँ पत्र काटेर आदेश दिएको छ। अब रविलाई छुटाउन यहाँ चिठी लेखाइएको छ। त्यो सबै भयो, तर रवि त फेरि जानु पर्यो। किन त्यतातिर ध्यान केन्द्रित गर्दैन वास्तविक खेल जे हो र जसले जे गर्न खोजिरहेको थियो त्यसलाई ओझेलमा पार्ने हिसाबले धेरै तानाबानाहरू बुनेको देखिन्छ। मान्छेलाई पजलमा राख्न खोजिएको छ। जस्तो जेन्जी आन्दोलन भन्ने, सिंहदरबार जलाउने, रविलाई प्रधानमन्त्री बनाउने भनेर यत्रो बित्ता मचाउने, त्यसपछि सुशीला कार्की प्रधानमन्त्री बनाउने, अथवा चाहिँ तपाईँको जेन्जी भनेर चाहिँ एक थरी युवाहरूलाई आह्वान गर्न लगाउने, जेन्जीको नाममा अर्को फ्री तिब्बत मुभमेन्ट र बारबारा फाउन्डेसनको तपाईँको के अरे चाहिँ तपाईँको उत्पादनलाई ल्याएर चाहिँ तपाईँको मैदानमा जेन्जी लिडर भन्ने उतार्ने, जति पनि खेल भने मान्छेलाई पजल बनाउने एउटा डरलाग्दो चाहिँ चक्रव्यूह यहाँ बनेको देखिन्छ। मान्छे दिग्भ्रमित होस्, कसले कहाँ के गर्न खोजेको हो त्यो कुरो नबुझोस् भन्ने एउटा खेल देखिन्छ र ध्यान एकातिर केन्द्रित गर्ने, काम अर्कोतिर लैजाने। जसो उजुरीको प्रकृति हेर्दा एउटा देखिन्छ, संलग्नता एउटा देखिन्छ। सुशीलाको सरकारको गठन प्रक्रिया हेर्दाखेरि
परिस्थिति अर्को देखिन्छ, खेल अर्को देखिन्छ। अब त्यसपछि यो सारमा के हो भन्छ भने यिनी घटनाहरूले, जस्तो पुलिसका जतिका नाम आए, सेना जसरी मुछिँदै गएको छ, सेनाले नजोगाएको पनि यद्यपि केही भाटहरू, केही चाटुकारहरूले सेनाले ठूलो काम गरेको लेख लेखिरहेका छन्। सेनाले ठूलो काम गरेको रे, सेनाले चाहिँ देश बचाएको रे, विदेशी सेना आउनबाट रोकेको रे, यस्ता फाल्तु खालका कुरा गरेर माने एउटा आपराधिक मानसिकताबाट मान्छेलाई बराल्न खोजिरहेका छन्। तर सेनाले केही नगरेको मात्र हैन, यो विध्वंस मचाउन दिएको हो भन्ने कुरो यो दाबीमा पनि देखिन्छ। जस्तो त्यो दानबहादुर कार्की भन्ने व्यक्तिलाई जो संरक्षण दिएर सैनिक हेडक्वार्टरमा राखेको भनी यहाँ दाबी गरिएको छ, यसले सेना सीधा सीधा मतियार भएको देखिन्छ। र अर्को कुरो मैले भने, जो दुर्गा प्रसाई र चाहिँ घण्टीलाई स्टेक होल्डर हुन् भन्ने उसले भनेको छ, यसले उनका मान्छेहरू यो वित्तण्डानमा प्रयोग भएको प्रष्ट रूपमा चाहिँ तपाईको देखिन्छ। र यो दाबी अनुसार जस्तो उनले माओवादीका थुप्रै मान्छेहरू प्रयोग भएको दाबी पनि उनले गरेका छन्। माओवादीका प्रचण्डले थुप्रै मान्छेहरू परिचालन गरेको दाबी गरेका छन् र केही मिडियामा आइरहेको छ। केही मिडियामा प्रहरीका जिम्मेवार अवकाश प्राप्त मान्छेहरू बोलिरहेका छन् कि त्यो तोडफोड र आगजनी हुनुभन्दा अघिल्लो दिन नै पुष्पकमल लगायत केही माओवादीहरूले आफ्नो लुटको सम्पत्ति सबै बाहिर निकालिसकेका थिए। यो उनले सत्य बोलिरहेका छन्। केही अपराधी उनका चम्चाहरूले त्यसलाई खण्डन गर्ने, उनको विरोध गर्ने एउटा कुरा भयो, तर उनले निकालिसकेका थिए। त्यसको अर्को एउटा प्रमाणित हुने सूचना म कहाँ अलि पहिले नै के आएको थियो भन्छ भने 22 गते हैन 21 गते 23 गते घटना भयो। 21 गते नै तात्कालीन अनुसन्धान प्रमुख जो हितराज थापाको नाम आएको छ, उनले प्रचण्डलाई यसबारे जानकारी गराइसकेका थिए। उनी माओवादी निकट व्यक्ति हुन् र उनी अनुसन्धान विभागको सर्कलमा तपाईहरु बुझ्न सक्नुहुन्छ, कोही नातेदार होला। उनी पेशेवर रूपमा रहको निम्ति काम गर्ने व्यक्ति हुन् र 23 गतेदेखि जे भयो त्यसमा उनको प्रत्यक्ष संलग्नता छ, त्यो देखिन्छ। किन प्रचण्डसँग बस्नेदेखि लिएर उनकै कार्यालयमा पनि केही मान्छेसँग उनी बसेका केही सूचनाहरू प्राप्त भएका छन्। त्यसकारणले यो घटना जेन्जीको होइन, अथवा 23 गतेको देखि जो सुरु भयो यो जेन्जी फेन्जी केहीको पनि होइन हो। त्यो ब्यानर विदेशीले तयार पारे, केही मान्छे त्यहाँ ताने, बलिका बोका बनाउने केही मान्छे त्यहाँ ताने, त्यसपछि यिनको निकै लामो तयारीको जो खेल थियो त्यो खेल चाहिँ तपाईको अगाडि बढ्यो र यसमा संलग्न राप्रपाका मान्छेहरूको पनि नाम आएको छ। राप्रपाका मान्छेहरू तपाईहरुले सामाजिक सञ्जाल पनि देख्नुभयो, के अरे चाहिँ तपाईको टिकटकमा पनि यस्ता धेरै मान्छेले हालेका छन्, फेसबुकमा लेखेका छन्। राप्रपा पनि सामेल छ, माओवादी पनि सामेल छ। यदाकदा फाटफुट आफ्नो नेटवर्कभित्र भएका एमालेका कांग्रेसका मान्छे पनि सामेल होला छन् नै, त्यो पनि छन्। जस्तो उनीहरुसँग बस्ने, फोटो खिचाउने, उनको काम गर्ने केही मान्छेहरू सबै पार्टीका छन्। तर अत्यधिक ठूलो संख्या जो यहाँ दाबी गरिएको छ त्यो अनुसार सामाजिक सञ्जालमा पनि धेरै आइसकेका कुराहरू हुन्। अब यसले के भन्छ, के देखाइरहेछ? देश कहाँ छ? देश पूर्ण रूपमा बेवारिसे भइसकेको छ। न यहाँ राज्य छ, न यहाँ कुनै व्यवस्था छ, न देशको कुनै गार्जियन छ। देशको गार्जियनशिप लिएर नेपालीहरूको खुन पसिना तलब रूपमा खाएको व्यक्तिको यो अपराधिक चेहरा हेर्नुभयो भने आज सत्तामा कति डरलाग्दा अपराधीहरू छन् र देश बचाउने तपाई हाम्रो जिम्मेदारी अब कति कठिन छ, देश कस्तो भटकालोमा फसेको छ, यो सामान्य ढंगले हामी अनुमान गर्न सक्छौं। र मलाई लाग्छ नेपालको त इतिहासको कुरा मैले मात्रै गर्दिन, संसारको इतिहासमा सत्तामा बसेको मूल अपराधीले यति जघन्य अपराध देशभित्र गर्छ, यसरी देशमाथि आगो लगाउँछ र देशलाई समाप्त पार्न विदेशी मिसनमा यसरी काम गर्छ भन्ने कुरा सायदै संसारमा कसैले कल्पना गर्ला र संसारमा यस्तो घटना घटेको होला। संसारमा कुनै पनि देशमा यस्तो घटना तपाई देख्न सक्नुहुन्न जो नेपालमा हामीले देखिरहेका छौं र जस्ता मान्छे हामीले देखिरहेका छौं, देख्दै पनि जानेछौं। यो संसारको अर्को देशको मान्छेले
आफ्नो देशको हकमा कल्पना गर्न सक्दैन। त्यसकारणले अब हामी भन्छौँ नि, वास्तवमा बाहिर हो एउटा पार्ट हो, यो सबै वातावरण बनाएको सारा चिज गरेको दलहरूले हो, यसमा कुनै पनि छैन। जस्तो जेन्जी नामका युवाहरूलाई चिढाएर अत्याचार गरेर यो जेन्जीको ब्यानर तयार पारेर उनलाई सडकमा ल्याउने सबै वातावरण यिनै अपराधी भाडाका झुण्डहरूले दलहरूले गरेका हुन्, त्यसमा पनि कुनै विमति रहेन। तर त्यति मात्रै भनेर हामी केही पनि बुझ्दैनौँ। जो हामी देखिरहेका छौँ, सुनिरहेका छौँ, त्यो साम्राज्यवादले दलहरूलाई समातेर यत्रो अपराध गरायो र त्यो नाङ्गिसकेपछि त्यही दलको विरोधमा अर्को यत्रो डरलाग्दो अपराधको योजना बनायो। प्रयोग त सबै भए, जस्तो देश लुट्ने काममा के दल मात्रै प्रयोग भएको छ जो अहिले उठिरहेको छ? भ्रष्टाचार दलले मात्रै गरेको छ? सेना, पुलिस, कर्मचारी, न्यायाधीशले गरेको छ कि छैन? वकिलहरूले गरेको छ कि छैन? यिनी जनप्रतिनिधि भन्नेहरूले गरेका छन् कि छैनन्? देशको लुट त सबैले मचाएका छन्। तर मान्छेलाई बेकुफ बनाउन यहाँ एउटा कुरा मात्रै गरिएको छ। जस्तो सुशीला कार्कीले दलहरूले मात्रै गरेका हुन्थे भने उनले तत्कालै सबैको सम्पत्ति रोक्का गर्न सक्थेन। किन भएन? किन केही पनि अगाडि बढेन? किन त्यो बढ्यो भने सबै तानिन्छन्, यिनीहरू सबै तानिन्छन्। उनलाई त दललाई देखाएर सत्ता कब्जा गराउनु थियो, बस उनको योजना सफल भइसक्यो। अब त्यसपछि भ्रष्टाचारको मुद्दा उनको मुद्दा होइन, त्यो तपाईँ हाम्रो मुद्दा हो, हामीमाथि परेको समस्याको कुरा हो, देशको समस्या हो। साम्राज्यवादीहरूको र सुशीला जस्ता, बालेन जस्ता, दल जस्ता अथवा यस्ता पुलिसहरू यिनका प्यादाको समस्याको कुरा होइन यो। त्यसकारणले बढीमा यिनको बिचको लडाईँ भोलि आफूमाथि खतरा आइलाग्छ कि भनेर यसो तर्साउन, गिरफ्तार गर्नुपर्छ भन्ने, छानबिन गर्नुपर्छ भन्ने, तर त्योभन्दा अगाडि नबढ्ने सगोत्री हुन्। मैले बारम्बार भनेको छु, 10 वर्षको माओवादी युद्ध हेर्नुहोस्, यिनीलाई ठुला शत्रु जस्तो देखाएर हाम्रो देश बर्बाद पारेर यिनले कसरी मिलाइदिए र मिलाएर एकजुट बनाएर देश यस्तो ठाउँमा ल्याइ पुर्याए, यो त हामीले देखेका छौँ। र अब यो दोस्रो घटना हो, हामी राम्रोसँग बुझौँ। सबैको मिलीभगत छ, सबैतिरका मान्छे जोडिएका छन्, एक ठाउँको मात्रै होइन। र यो दोस्रो पटक नेपालमाथि गरिएको संयुक्त हमला हो। राज्यका निकायका व्यक्तिहरू र साम्राज्यवादी शक्तिहरू जसले यहाँ एनजिओ प्रयोग गरेको छ, यिनीहरूको संयुक्त हमला हो यो। र राज्यका सबै निकायका मान्छे यसमा संलग्न छन्। हामीले यो चिजलाई राम्रोसँग बुझ्दैनौँ भने देश चाहिँ गम्भीर मोडमा त गइ नै सकेको छ। मलाई लाग्छ हामीले भोलि पछुतो गरेर पनि केही नहुने ठाउँमा देश जान सक्छ। अब यिनीहरू पनि एकै महिनाभित्र निकै नाङ्गिसकेका छन्, काम नगरी नै नाङ्गेका छन्। यिनीहरू कहाँ संलग्न छन्, के गरिरहेका छन् त्यो मात्र होइन, जो ठुला गरेका थिए, ठुला कुरा गरेका थिए, 5 दिनभित्र भ्रष्टाचार रोकिन्छ, चाहने हो भने 5 दिनभित्र रोकिन्छ भनेर ठुला गफ चुटेका थिए, तिनको शासनको 1 महिना पार भइसकेको छ। तर भ्रष्टाचारीहरूमाथि कारबाही गर्ने लक्षण छैन, कारबाही हुने सम्भावना पनि छैन। होला हिजो दलहरूले गरे जस्तो तलका कर्मचारी, तलका पुलिस, तलका चाहिँ तपाईँको कुल्ली, अपलोड अनलोड गर्ने कुल्लीहरूलाई पक्रेर एउटा नौटङ्की यिनीहरूले पनि देखाउन सक्छन्। अथवा हुनसक्छ जस्तो अहिले समाचारमा आइरहेछ, कृष्णबहादुर महाराजलाई मुद्दा लगाउने, तर उनी प्रचण्डलाई त्यो कुरा गर्दैनन्। त्यो कुरा कृष्ण सिटोलालाई गर्दैनन्, त्यो माधव नेपाललाई गर्दैनन्, अरूलाई गर्दैनन्। तिनको माथतका निरीह बिचारा बबुरा जसलाई गरे पनि कहीँबाट खास प्रतिक्रिया आउँदैन। अझ साफ शब्दमा भन्यो भने उनको मालिकको तर्फबाट प्रतिक्रिया आउँदैन। किन सुशीला, पुष्पकमल, ओली, शेरबहादुर जो भन्छौ अहिले विरोधी देखाइ हुन्। विरोधी त तपाईँको पुष्पकमलमा के अरे चाहिँ तपाईँको केपी ओली पनि देखाइएका थिए। यो यिनको छुट्टै कुरा हो, यिनको चाहिँ व्यक्तिगत मामिला हो, सत्ता लुछा जोडीको। यिनी विरोधी होइनन्। जस्तो यही 23 गते पछिको घटनाले देखाउँछ, ओलीको सत्ता गयो, उनले चुनौती दिइरहेका छन्, स्वाभाविक छ, उनी सत्ताबाट हटाइएका छन्। तर पुष्पकमल देश यसरी जलेको छ,
पुष्पकमल असाध्य खुसी छन्। उनी चुनावमा लागेका छन्, त्यही नै हुनु पर्थ्यो। उनले भनिदिएका छन् हामी चुनावमा जानुपर्छ, किन उनको संलग्नता छ, स्वयं उनको संलग्नता छ। केपी ओलीले चुनौती दिइरहेका छन्। ओलीको चुनौतीको जवाब सुशीलाको सरकारले दिएको छैन। तपाईहरु अनुमान गर्नुहोस् कसको भूमिका छ कसको छैन, त्यो छानबिनपछि देखिएला। यिनले छानबिन नगरे पनि घटनाक्रमले भोलि त देखाउँदै जान्छ। तर ओलीले प्रश्न भनेका छन् यो कुरा नेपालले ध्यान दियोस्। रमेश लेखक पनि अहिले बोले, उनले भनेका छन् हामीले गोली चलाउने आदेश दिएका छैनौं, गोली कहाँबाट चल्यो? त्यसको जवाब यिनीहरूले दिनु पर्दैन? त्यसको जवाब सुशीलाको सरकार, सुशीला, बालिनहरू, सेना, प्रहरीका हाकिमहरू, तिनले जवाब दिनु पर्दैन? ओली र लेखकले गलत कुरा बोलेका हुन् भने भट्काएको आरोप उनलाई पक्रन सकिन्छ, गिरफ्तार पनि नगर्ने, उनले बोलेको खण्डन पनि नगर्ने, अनि कुनै प्रक्रिया पनि अगाडि नबढाउने। यसले के सन्देश दिन्छ? हो, उनीहरू अपराधी थिए, ओली लेखकहरू कुनै गतिला मान्छे थिएनन्, तर उनले दिएको चुनौतीलाई जब कुनै प्रतिक्रिया यिनीहरूले दिँदैनन्, कारबाही पनि गर्दैनन् भने त्यसपछिका घटनाहरूमा यिनकै हात छ भन्ने कुरा त्यसैले पुष्टि गर्छ। गोली काण्ड र आगजनीका पछाडि ओली र लेखकको हात छैन भन्ने कुरा यिनको रवैयाले देखाइरहेछ। अहिले यिनको मौनताले उल्टो बरु के भइरहेछ, यिनीहरू त्रसित हुँदै गएको देख्छु म अहिले। अब धेरै कुराहरू खुले, यिनी त्रसित किन हुँदै गएछन् भन्छ भने अब चुनावको तयारीको निम्ति दलहरूसँग संवाद सुरु भयो। यहाँ कारबाही त छोडिदिनुहोस्, उनका सम्पत्ति जफत गर्ने कुरा छोडिदिनुहोस्, यिनीसँग छलफल गरेर चुनावको माहौल बनाउन संवाद सुरु भएको छ, वार्ता सुरु भइसकेको छ। यो नाटक के हो? यही चीज नबुझ्दा, यिनै अपराधीहरूको जालो नबुझ्दा नेपाली जनताले देश यस्तो बनायो भन्छु मैले। नेपालीहरूको अकर्मण्यता, नालायकपना, निकम्मापन को कारणले देश यस्तो भयो। किन नेपालीले कहिले पनि उचित र अनुचित के हो भन्ने सोच्नेतिर गएन, साम्राज्यवादले बिछाएका जालका पछाडि कुद्यो, उनले तयार पारेका प्रोपोगन्डाका पछाडि कुद्यो। उनको सामाजिक सञ्जाल, उनको मिडियाले जे प्रोपोगन्डा गर्छ त्यसलाई सत्य मानेर जाँदा आज देश यो हालतमा गयो। तर यिनीहरू एउटै हुन्, जति धोका पायो यहाँको मान्छेले पायो, जति बर्बाद भयो देश बर्बाद भयो। तर मिल्ने अपराधीहरू एक अर्कालाई गाली गरे जस्तो गरेर देश मास्ने ठाउँमा एक ठाउँमा मिलेर मासिरहेका छन्। हिजो दलहरूले मासे, आज एनजिओ का प्रतिनिधिहरूले मासिरहेका छन्। यो चीजलाई राम्रोसँग हेरौं, राम्रोसँग अध्ययन गरौं र अलिकति चिन्तित बनौं देशको भविष्यप्रति। मैले भने कोही पनि छैन। अब राज्यभित्र बसेको त मान्छे देशको पक्षमा एकजना पनि छैन भने हुन्छ, जो मुख्य नेतृत्वमा छ एकजना पनि छैन। यो घटनाक्रमले भन्छ न सेना देश बचाउने पक्षमा छ, न पुलिसको हाकिम, दल त थिएन नै, न सुशीला कार्कीहरू, एनजिओहरू विदेशीको पैसा खाने अपराधका जालाहरू हुन्। उनको दिमागमा देश भन्ने कुरा हुने कुरै भएन। यस्तो अवस्थामा पुगेको छ देश। सबै अलिकति गम्भीर भएर अगाडि बढौं र पहल जनस्तरबाट अब जरुरी छ। अर्को उपाय मैले देख्दिन। जस्तो पीडितहरू उत्रिनु पर्यो आज बाध्य भएर, किन माथिबाट छैन। उनको माथिको हाकिम गतिलो भएको भए, हाकिमप्रति यिनीहरूको विश्वास भएको भए बेनामी उजुरी हाल्नुपर्ने बाध्यता आउँदैन थियो। विश्वास टुट्यो। अब प्रहरीकै निकाय माथि पनि देशको पक्षमा पनि मान्छे छैन, न्यायको पक्षमा पनि छैन। उनीहरूले त्यो बुझे। यो हालत छ सबैतिर। मलाई लाग्छ यही हालत हो। त्यसकारणले जनस्तरबाट सोचौं र यो उजुरी सामान्य खालको घटना होइन। यो एकदमै गम्भीर छ, एकदमै गम्भीर छ। किन भोग्नेहरू, ड्युटीमा गएका मान्छेहरूको उजुरी हो यो। यसलाई सामान्य ढंगले लिनु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ। र यो सबै विवरण मिडियामा आएका छन्। यहाँहरूले पनि
डाउनलोड गरेर त्यो सबै पढ्न सक्नुहुन्छ। 5 पेजको कागज छ, सबै कुरा छर्लङ्ग छ र उनले प्रत्येक हिन्ट्स पनि दिएका छन्। उजुरी गर्नेहरूले हिन्ट्स पनि दिएका छन् को मान्छे कुन चाहिँ निकाय यो अपराधमा संलग्न छ। यति भएपछि मलाई लाग्छ बुझ्नेको निम्ति काफी छ। देश कहाँ जाँदैछ, कहाँ लगिँदैछ बुझ्नुको निम्ति काफी छ। तपाईँ हामी सबै समयमै संवेदनशील बनौँ, मेरो सबैसँग अनुरोध यही हो।